यो माया भन्ने चीज कस्तो कस्तो यहाँले सुन्न सक्नुहुन्छ बिहीबार 8 देखि 9 बजे www.sabscast.com मा SABSCAST sabscast.com। अरू बेला मेरा पडकास्टहरू कतिको सुन्दै हुनुहुन्छ iOS युजर हुनुहुन्छ भने तपाईले सुन्दा हुन्छ पडकास्टमा गएर sabscast भन्ने सर्च गरेर बाँकी के फोन चलाउनुहुन्छ के डिभाइस चलाउनुहुन्छ तपाईले साउन्ड क्लाउड अकाउन्ट soundcloud.com मा गएर सबैना काकी सर्च गर्नुहोस् मलाई सब्स्क्राइब गर्नुहोस् तपाईले आनन्दले सुन्न सक्नुहुन्छ। आज कार्यक्रम यो माया भन्ने चीज कस्तो कस्तो विनर पोस्ट सन्तोष बस्नेतको दशैं आयो 16 श्राद्ध लाग्यो। सानो छँदा 16 श्राद्ध लाग्ने बित्तिकै बाले दशैंका लागि नयाँ लुगा किनेर ल्याइदिनुहुन्थ्यो। एकपटक लगाए ठिक हुन्छ कि हुन्न नाप्ने बित्तिकै फेरि खोल्न लगाएर आमाले दराजमा लुगा लुकाइदिनुहुन्थ्यो। आफूलाई भने नयाँ लुगा खोल्नै मन नलाग्ने, नयाँ लुगा लगाएर गाउँभरि डुल्न मन लाग्ने। आमालाई म कति नयाँ लुगा लाउने भन्ने गनगन गर्थे। आमा भन्नुहुन्थ्यो अहिले लगाए त दशैंमा के लाउनु नि, पुरानो भइहाल्छ नि। म जिद्दी गर्दै भन्थेँ अहिले लाउँदा के हुन्छ नि। आमाले फेरि मलाई सम्झाउनुहुन्थ्यो पुरानो हुन्छ नि त दशैंमा पुरानो लाउँछस् त। आमाले यति भनेपछि म जसो चित्त बुझाउँथे अनि दशैंसम्म पर्खन्थे र आज फर्केर हेर्दा वर्षौं बितिसकेछ। म टाढा परदेशमा छु। आज दिनभर साथीसँग डुल्दै सपिङ मलमा पुगेको थिएँ। एउटा राम्रो टी सर्ट सस्तोमा भेट्टाएँ। बेलुका कोठाबाट बाहिर निस्कन लाग्दाखेरि त्यही नयाँ टी सर्ट लाउने निर्णय गरेँ। फेरि झट्टै याद आयो अरे यो नयाँ लुगा त दशैंमा पनि लाउनु पर्छ त, अहिले लाए त पुरानो भइहाल्छ नि। फेरि त्यसलाई पट्याएर आमाले जस्तै गरी दराजको कुनामा लुकाएँ अनि पुरानो अर्को टी सर्ट लगाएर बाहिर निस्किएँ। खै आमाको माया आमाको सम्झना, देशको माया देशको सम्झना। यो माया भन्ने चिज कस्तो कस्तो कति माया लाग्दो। मन पर्यो तपाईलाई? सेयर गर्नुहोस् ल, कस्तो लाग्यो लेख्नुहोस् ल।